हेलो एभ्रीवान, नमस्ते। मलाई मात्र प्लान्टहरू मनपर्छ कि हजुरहरूलाई नि मनपर्छ? मलाई चाहिँ एकदम मनपर्छ हैन। अनि मैले चाहिँ एमाजोनबाट प्लान्ट स्ट्यान्ड मगाएको थिएँ अनि आज चाहिँ डेलिभर भएको थियो। अनि मैले चाहिँ दुईटा मगाएको थियो कि अनि अलिक गरुङ्गो नै थियो। अनि एसेम्बल चाहिँ मैले आफै गर्न लागेको, किनभने यहाँ चाहिँ सबै यहाँ लेखिदिएको हुन्छ कि स्टेप बाई स्टेप फलो गर्यो भने चाहिँ इजी नै हुन्छ। प्राय मैले गर्न सक्नेहरू चाहिँ म आफै गर्ने कोसिस गर्छु। सुरुमा हामी सर्ने बेला वार्डरोब, क्याबिनेट, बेड अनि टेबलहरू प्राय सबै म र बुढा मिलेर नै एसेम्बल गरेको थिएँ। अनि यो पालि चाहिँ बुढाले मलाई हेल्प गर्नु भएन अनि यो चाहिँ म आफै नै गर्छु भनेर कसिए। फर्स्ट चोटिको गर्दा चाहिँ अलिक गाह्रो भयो थियो, सेकेन्ड चोटिको चाहिँ सजिलै भएको थियो। तर मलाई फर्स्टकोमा त यति टाउको दुखाइ भयो, यति गर्मी भएको थियो हैन। म यता घुमाउँछु उता घुमाउँछु, घुमाउँदा मेरो टाउको नै घुमेको थियो। साथीहरू गर्मी भन्नुहुन्छ नि, यति गर्मी। मलाई त रिस उठेर त्यतिकै छोडिदिएँ किनभने काम पनि जानु थियो। अनि कामबाट फर्किसी चाहिँ यो नसकिन्जेल चाहिँ म सुत्दिनँ भनेर चाहिँ म गर्न सुरु गरेँ। तर सेकेन्डको चाहिँ एकदम इजी नै भयो किनभने ट्याक 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 याद भयो नि त। सो भोलिपल्ट मर्निङमा चाहिँ मेरो नै सफा गर्ने पाला थियो अनि मैले सफा गरेँ, चट्टा बनाएँ हैन। मलाई चाहिँ घर चाहिँ एकदम पिस चाहिन्छ के। कहिलेकाहीँ छुट्टीमा यही प्लान्टहरूसँग बोल्दै आफ्नो दुःख सुख पोख्न यस्तो रमाइलो लाग्छ। मलाई मात्र हो कि तपाईहरुलाई पनि त्यस्तै हुन्छ? कमेन्ट गर्नु नि। तर मलाई पनि एक्ज्याक्ट थाहा छैन कि प्लान्टहरूलाई कसरी केयर गर्छ भने। सकेको चाहिँ मैले केयर गरेर हुन्छु। कहिलेकाहीँ त केयर गर्दा गर्दा पातहरू त पहेँलै हुन्छ भने। एनीवे यो चाहिँ मेरो प्लान्ट कलेक्सन हो। अझै जोड्न मन लाग्छ तर कामले गर्दाखेरि केयर पनि गर्न पाउँदिन के। अनि पातहरू पहेँलो हुँदा चाहिँ रुन मन लाग्छ। यति नै थियो गाइज, थ्याङ्क यू फर वाचिङ।